So hello and namaste beautiful people. How are you? Khubi khubi I love you. चट्टपाडामा हामी long time पछि long time हैन हिजो भर्खर भ्लग आएर साथी. So आज what's up दादा? या भर्खर मुख सुन धोएर बसिरहनु भएको छ दाइ चाहिँ हैन. हामी कहाँ हो भने अहिले साइल दाइकोमा भोक लागिरहेछ. भित्र अनि हामी हाम्रो दादाहरू टक्क what's up हेलमेट लगाइदिहालेछ त अनि के हो? के छ दादा? हाम्रो we are from कहाँ शङ्खसभा कि कता? या दाइ चाहिँ डिबी परिसकेको मान्छे अब यसो यहाँ पार्टी साडीहरू हान्न मात्रै आयो काठमाडौँ होइन चट्ट. अनि यहाँ हुनुहुन्छ दादा what's up दादा? मोमोसोमा हान्नु परिहाल्यो नि. साँच्ची भोलि साडी पर्सि के हाम्रो एकदम काम छ होइन केटाहरूलाई बिहानदेखि चाहिँ दोष जाँगरको साथ चाहिँ आउनुपर्ने हुन्छ किनकि सामान सार्नलाई घर सर्दैछौँ हामी चाहिँ गाइजहरू सामानहरू टन्नै छ. अब यहाँ चाहिँ काम डह्रो बाँकी छ केटाहरूले काम गर्दैन सुत्यो उठ्यो खायो काम गर्ने दोष त्यही भइरहेछ अहिले जिन्दगीमा. त्यही भइरहेछ अहिले चाहिँ अब हाम्रो प्लान के छ भने अहिले 4 बजिसकेको छ. हामी प्ले स्टेसन खेलेर बसिराख्यौँ दाइकोमा. अब यहाँबाट हामी कहाँ जान्छौँ भने बाहिर मोमोसोमो खान जान्छौँ. मोमो खाएर खानेकुरा सानेकुरा बोकेर फेरि आएर बस्छौँ मस्त. हेरौँ अब बाटोमा के हुन्छ है त. चलिसकेको अब केटा हो हामी टक्क निस्किँदैछौँ अब चट्टपाडामा. या बाहिर उज्यालो छ हामी त अन्धकारमा बस्छौँ क्या. फेरि अन्धकारमा बस्ने बानी लफडा. What's up brother? के छ दादा? ठिक छ सब दाइहरू मभन्दा होचो छन् क्या त. अब के गर्नु म साइल दाइकोमा हो अब होम सिफ्ट भइरहेछ त्यही भएर यस्तो छ स्थिति अहिले लफडा छ. आउनु होला है सबलाई इन्भाइट छ हाम्रो घर सार्ने बेलामा चाहिँ हेल्परहरू चाहिरहेको छ. बिहानदेखि बेलुकासम्म भात सात फ्री होइन त? भातदेखि लिएर खाजा सबै फ्री छ है त. नाइस. अनि एक दिन भात खानको लागि टक्क आउने घर सर्ने. चस्मा बोक्नु न. सो मेरो त ड्याडीले अस्ति ट्रेकिङ गरेर आउँदा नयाँ जुत्ता ल्याइदिएको थियो त्यही भिड्ने हो टक्क होइन. चट्ट खुट्टामा जुत्ता टक्क लाएर कस्तो गाह्रो भएको. नयाँ जुत्ता अब फेरि खुम्चाउने मन लाग्दैन क्या. नयाँ जुत्ता खुम्चाउने मन लाग्दैन. अब बुझिहाल्नु नि तपाईँहरू बाइकमा पनि चढ्नै मन लाग्दैन भने. नाइस छैन र? नाइस छ नि. सो अहिले चल्दिरह हामी घाम लागिरहेछ बाहिर. बज्न चाहिँ फेरि 4 बज्छ क्या. सो यो बाइक जान्छ अनि उयो अगाडिको बाइक जान्छ. के छ दादाहरू सबजना मान्छे कुटाउला जस्तै छन् भने कसम भने. अनि यहाँ बाइक छ नाइस होला. ताल पर्दैन क्या दाइ. तर अब सुन्नु न दादा यहाँ आउनु न. अब अरू मान्छेहरूको झगडा सगडा पर्छ होइन. अब हामी भने त अब युट्युबर पऱ्यौँ दाइ. झगडा सगडा गरे पनि यो युट्युबर आयो झगडा सगडा गरिदियो त्यही हो भाइ. तपाईँ पुरै गहिरोमा चाहिँ नजानु न. मैले डुबिरहेको छु गहिरोमा चाहिँ नजानु होइन. त्यही हो दादाहरूलाई हल्का चाट दिनु परिहाल्यो नि. के हो दाइ? गाउँ जाने होइन हामी. तपाईँहरूको गाउँ जाने भने खै त के हो दाइ? प्लान के भइरहेछ? खातबारी जाने प्लान पनि भइरहेछ हाम्रो. यसो गरेर एक्सप्लोर हान्दिउँ भनेर होइन पारामा. तर अब लेट्सी के हुन्छ. किमा थाङ्का चाइना बोर्डर. सो निशानको भ्लगमा आएर हाउ यु फिलिङ गाइज? एकदम मजा भइरहेको. नो आइ एम टकिङ इन इङ्ग्लिस. हाउ यु फिलिङ गाइज? हे अमेरिकन डिबी परेको दादा. अब उहाँ फेरि हेलमेट चाहिँदैन. उहाँलाई हेलमेट चाहिँदैन फेरि. उहाँ यताको डन हो. उहाँलाई हेलमेट कहाँ जाने हो सुशील? यतै नजिक हो दादा. म त्यहाँ बस्छु दादा. या यस्तै भइरहेछ दिनहरू. यसरी नै गइरहेछ. असल अलिअलि भइरहेछ. केटाहरू गहिरोमा गइरहेछ. अब जहाँ निस्केपछि कहाँ पुगिन्छ क्या दादा होइन. अब निस्केपछि छोरा मान्छे घरबाट निस्केपछि कहाँ पुग्छ कि हो कि होइन भन्नु न अब हामीले. सो त्यही हो. मेरो बाइक चाहिँ यहीँ राखिदिनु लाग्यो मैले त सेफमा. चट्ट चल्दिसक्यो दाजुभाइ हामी. मोमो हन्टिङ पुरै यस्तो क्रेभिङ भइरहेछ भने मोमोको होइन.
भ्लग साथै घरमा ल्याए नि तपाईँले ल्यायो सो हामी आइसकेको छ भने त अर्डर गरे यस्तो खाने हो अब खाजा होइन के हो अब त चाहिँ अब इन्टरभ्यू पास गरेपछि इन्टरभ्यू पास गरेपछि त अहिले चाहिँ मोमो कुरिरहेको हो हामी मोमो साइडबाट हल्ला आइरहेछ त्यही पनि त्यो मोमोको होइन आवाज आइरहेछ क्या बास्ना आइरहेछ क्या त्यो मोमोको के हो के छ बुझिराख्नु पर्यो के हो कहाँ जाने तपाईँहरू आज वेट म ब्याक क्यामेरा गर्छु ल एकैछिन लगाइज दराजको टाइम लाउँछ नि त बाबु ए दादा एक दिन कहाँ एक दिन दाइ 2 दिन 3 दिनसम्म लाउँछ 1 महिनासम्म लाउँछ अनि त्यसपछि अब हामी पसलै जानुपर्छ एउटा पसलै जानुपर्छ दाइ अब अनि यो ल तपाईँहरूको अनुहार त यस्तो ह्यान्डसम त छैन त रियल लाइफमा रियल लाइफमा त छैन त कसम भने होइन त हेर्नु न कसम 2 जनाको पासपोर्ट साइज फोटो आइरहेछ वाट्सएप भन्नु न ल से समथिङ अन माई भ्लग दादाहरू से समथिङ अन माई भ्लग से समथिङ स्पेसल अबाउट आवर भ्लग आज के हुँदैछ आजको दिनमा हाम्रो के हुँदैछ ल आजको दिनमा भाइले अब डेली भ्लग्समा यहाँ सेकेन्ड भ्लग सुरु गरिसक्यो या डे 2 दिस इज द डे 2 या सम्म कन्टिन्यू हुन्छ भने थाहा छैन जोस गरिरहेछ केटोले या माया त देखाइदिउँ गाइजहरु सब्स्क्राइब गरिदिनु लाइक साथसाथै हामीलाई सब्स्क्राइब गरौँ साइड टिभी के भन्न चाहन्छु आजको दिन राम्रै गइरहेछ रहिला खासै हाम्रो आज काम भोक लागिरहेछ दादालाई दादा हेलमेट ह्याप्पी होला नि दादा फेरि एकदम एक्सचेन्ज अफर भइरहेको थियो यहाँ मैले भनिसकेको पहिला यहाँ अर्को मान्छे हामी चाहिँ अहिले पुरै स्ट्रिट फुड क्या अब लोकल क्या पुरै बाटोमा साथीकै पसलमा भनौँ होइन पुरै वेटै गर्नु नसक्ने भइसकेको छ आउँछ अनि भेट्नुपर्छ माल आएर पनि सकिन लागिसक्यो क्या त्यस्तो फास्ट छ क्या केटाहरू कसम भने शिट कसम ल शिट व्हाट्सअप मेरो भाइ नाइस ल हान्दिउँ है हान्दिउँ ल हामी त पेट सेट फुल पारिसकेको छ पेट सेट फुल पारेर अब त निस्किन लागेको अवस्था अनि खानु खाइयो अब चिया खान मन लाग्यो भन्दैछ त केटाहरू त्यही भएर अब चिया यसो हल्का होइन त्यही त हो त यहाँ आएर खाएको हामी मस्त यहाँ टप स्टिक फुड एकदम दामी मिठो पाउँछ हो र आएर चाखौँ न आएर चाखेपछि थाहा हुन्छ होइन के हो सो त्यही हो अब जाउँ यहाँबाट चिया खानु मस्त हामी त चस्मा पो हेर्न आइपुग्यौँ यार कहाँ निस्कियो अर्बान कि उर्बान कहाँ जाने भन्दै थियो लास्टमा चस्मा हेर्न आएको छ मैले दादा यता हेरौँ त ओए सिट यार यो त के हो किलर ल लगाएर ल मा कसम दा यार कसम भने होइन एउटै हो एउटै हो कलर दाइ अरू छैन यो ल हेर्नु पहिला लाएर हेर्नु न मजाले यहीँबाट लगायो यो लिन लागेको रे अस्ति यहीँबाट लगायो दाइ हामीले यहीँबाट लगायो दादा कस्तो देख्दो रहेछ दामी छ सो त्यो चस्मा लिने भनेको लिएन अर्को नेक्स्ट वान कस्तो छ त नाइस ओए के हो फिल्म खेल्न जानु लाग्यो क्या फिल्म खेल्न जानु लाग्यो क्या बाबु फिल्म खेल्न जानु लाग्यो हो अब हामी कहाँ जानु पर्यो चल जाँदै हो हामी त मस्त
उडिरहेको परिहाल्यो होइन क्यामेरा अन गरेपछि चस्मा त लाउनु परिहाल्यो नसुने जस्तो नि गर्नु परिहाल्यो निलो दुई त्यो आइसक्यौँ नि हामी त यार एकैछिनमा भन्ने कहाँ माथि आइपुग्यो केटाहरू ल टक्क हामी माथि आइसक्यौँ तपाईँहरूले सिनेमेटिक देख्नु भइसक्यो होला हल्का फुल्का त सिनेमेटिक पनि चल्न थाल्दा छ नि त हल्का फुल्का भ्लगमा अब फोन आइसकेपछि त मजाले दिनुपर्छ सब कुरा ठिक छ सो बसिरहेछौँ हामी चट्ट ल दादा ल लुकाइसक्यो 5 जोर आयो कि 6 जोर आयो त मैले अनि यताउता गर्लफ्रेन्डलाई दिँदा ओर्दा अनि जाँदैन के कुरा ल 2 दिनपछि त्यही ठाउँको ठाउँ लिएर यार ठाउँ लिएर अझ ठुलो कुरो गरेर त देखिरहेको त यो त ल भ्यू जस्तै त छ भ्यू त चट्ट गफसप चल्छ दाजुभाइको झगडा परेर हुन्छ पच पर्छ भने हाम्रो त होइन फेरि जाला नि जिन्दगी होइन के हो हल्ला गरेर दाजुभाइको यस्तो जोक भइरहन्छ यहाँ फुटसल देखिरहेको थियो अघि कहाँ थियो ए ऊ त्यहाँ फुटसल हेर्नु न त्यहाँ पर सो जाँदै हो अहिले चाहिँ टक्क हामी दाइको घरतिर दादा के छ पानी हान्दै होइन टक्क नखाने चाहिँ भयो पुगिसक्यो यस्तो डाँडा छ भने फेरि यहाँ उनीहरू उताबाट आउँछन् आइज बबाल देखिरहेको रहेछ यार कसम बबाल देखिरहेको छ यार भ्यू यस्तो बबाल छ ल नाइस जाउँ हामी बाटै अलिकति लफडावाला छ क्या फसेपछि सक्यो सकिन त सकिँदैन कुवा सुवा होइन त्यहाँ पुरानो कुवा अरे नाइस हामी त अनि गाउँ घर घुम्न आए जस्तो भयो त यहाँ त चल्दिउँ न त यस्तै छ है हामी त घुमेरै दिन बितिरहेछ के गर्नु त अब यहाँबाट त हेर्नु ल मेरो पछाडि हेर्दा पाइहाल्छ नि बबाल देखिरहेछ कस्तो अनि बेलुका हावा आउँछ सर मजा आउँछ यार यहाँ त कसम हेर न ठाउँ या मस्त मजा अब दादाको घर जाने चिया बनाउने खाने मरिच हालेर पिरो चिया खाने अनि त्यो पछाडि घर लाग्नुपर्ने हुन्छ मेरो बाइक त साइल दाइकोमै छ चल्दिउँ न दाइ जाउँ ल कत्रो हो त यार चोर जस्तो त पक्कै देखाएको छैन होला यार
बोक्रिन्छ भने कुकुरहरू पनि त्यही भने मान्छे त हिरै छु चोर भनेर बोक्छ मैले कुकुर पनि हेप्न नि कति हेप्या होला त यार अलि राम्ररी भन्नु पर्यो फेरि या हेलो एभ्रिवान बाई बाई भन्थ्यो ल see you tomorrow bye 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 yeah hello how are you भन्दा रहेछ फर्स्टमै बस्ती धोदा गरेर तो यहाँ तंगा स्टिया बस्ती गरेर ल सेम्बो तुआगे रहेला कोटिया तंगा त्यो बहिनीहरु पनि पुरै मुख पर छ किन गाह्रो